जो आएर रुल गरे पनि देश त्यो जरेदेखि चेन्ज भएन भने त्यो हुन्छ नि गाह्रै कुरा हो So have people like Balen Saha यस्तो मान्छेहरू हर्क साम्पाङ यस्तो मान्छेहरूलाई टक्क साइडमा राखेर हैन स्टेट लेभलमा माथिदेखि नै हैन पुरै सबै गभर्नमेन्ट चाहिँ चेन्ज के म त जहिले पनि मनाङतिर बसिरहन्थेँ अब नेपालको प्राइम मिनिस्टर चाहिँ किन भएको भए हुन्थ्यो होला भन्दाखेरि अब लाइक अब अल द टाइम अब हुन्छ नि नेपालकै स्टोरीहरू न्युजहरू आइरहेको हुन्छ नि त हैन अनि अब अहिले त नेपालमा फेरि अब राजावादी सबैजना यस्तो यस्तो भएर कुरा भइरहेछ कि के भइरहेछ हैन तर अब केपी ओलीको सट्टा म प्राइम मिनिस्टर भइरहेको चाहिँ मैले के चेन्ज गर्थेँ होला त भने जस्तो लाइक अफकोर्स अब एउटा खतरा कमिटी बनाएर लाइक एन्ड हेभ पिपल लाइक बालेन शाह यस्तो मान्छेहरू हर्क साम्पाङ यस्तो मान्छेहरूलाई टक्क साइडमा राखेर हैन स्टेट लेभलमा माथिदेखि नै हैन सबै गभर्नमेन्ट चेन्ज क्या चरैदेखि चेन्ज हैन फनी भइदिरहेको लास्टमा हैन लाइक हैन सोर्ट एन्ड यस्तो दामी थियो नि त हैन त्यो समरीमा त्यही हो नि त हैन किनभने अब त्यसको चाहिँ इभेन्चुअली त अब लाइक एउटा सुन्दर शान्त नेपाल राम्रो हुन्छ नि हैन हाम्रो देश नेपाल भने जस्तो हुन्छ हो नि हैन गर्ने त्यही त होइन अब प्राइम मिनिस्टर भइसक्यो अब के गर्ने भनेर गर्न पाए थियो भने गर्ने त्यही हो हामीले इन्टेन्सन त त्यही हो नि त हैन किनभने अब स्याडली हामीले फिल गर्ने चाहिँ नेपालको पोलिटिक्स चाहिँ अब यो चाहिँ जसले त्यो भन्छ नेपालीमा भन्छ जौना जोगी आए पनि कानै चिरेका भने जस्तो जो आए पनि त्यही खाले जो आएर रुल गरे पनि देश त्यो जरेदेखि चेन्ज भएन भने त्यो हुन्छ नि गाह्रै कुरा हो अब इमेजिन अहिलेको म हैन अनि त्यसपछि अब मलाई थाहा पनि छ अझै म 45 वर्ष हुँदाखेरि चाहिँ अब प्राइम मिनिस्टर हुन्छ भनेर अझै हैन कस्तो जोस हुन्छ होला त क्या अब इमेजिन क्या अझ अलरेडी अब पैसाको टेन्सनै छैन किनकि अलरेडी मिलियनर बिलियनर रे हैन सकिहाल्यो नि हैन now you just have to focus on being like that डोनाल्ड ट्रम्पलाई हेर्नु न लाइक डोनाल्ड ट्रम्प किन लाइक उसलाई के बालै छैन किन भन्दाखेरि लाइक he is in no position to lose क्या कतैबाट पनि के त्यस्तो छ नि त बलियो छ नि त अब उसलाई करप्सन गर्नै पर्दैन हैन पैसा जम्मा गर्नै पर्दैन उसलाई प्रेसिडेन्सीको त्यो स्यालेरीको बाल मतलब छ होला त छैन नि त त्यस्तो मान्छे भएर ल त्यसै बनाउँछु भनेर हिँड्यो भने त देश खतरा हुन्छ नि त हो प्योरली त्यो भयो नि त इन्टेन्सन हैन उसको करप्सन त जिरो हुने हो नि त इलिमिनेट हुने हो नि त पुरै यहाँ त अब सबैलाई गोजी भन्ने मात्रै ध्यान भयो मलाई अब ट्रम्प सबैलाई नभनौ त्यही भएर खतरा लाग्छ लानु चाहिँ हैन अब जस्तै पनि तर अब डोनाल्ड ट्रम्प करप्ट नभए पनि अब अरू त सक्छ नि फेरि भन्ने कुरा के फेरि तलको मान्छेहरू हैन त्यही भने त्यस्तै नै भएर जान्छ फेरि प्राइम मिनिस्टर हुनु नि गाह्रै छ नि गाइस मैले भर्खर रिसेन्टली सुनेको के अरे कुलमान घिसिङलाई चाहिँ त्यो उसको पोस्टबाट उयो गरेको अनि अहिले लोड सेडिङ हुन्छ अरे कि नेपालमा लाइक व्हाट द फक हैन त्यही भएर लाइक सिरियसली ब्रो हामीले त्यस्तो भयो थियो वर्षौँ वर्ष अनि फाइनली इट डिसअपियर्ड अनि हुन्छ नि ओ माई गड यस्तो पनि पोसिबल थियो भने जस्तो भएको अनि त्यसपछि जो मान्छेले त्यो इनिसिएट गर्यो त्यो मान्छे स्याक भयो अनि कन्ट्री वेन्ट ब्याक टु द्याट अगेन अनि त्यो मान्छे स्याक होइन आई थिङ्क स्याकै भएको त त्यस्तै सुनेको है मैले सकिनु लागेको थियो हो सकिनु लागेको थियो तर सकिनुभन्दा अगाडि नै टाइम सकिनुभन्दा 2 महिना जस्तो अगाडि नै रेजिग्नेसन दिन लगायो कि त्यस्तै के भनेर भने जस्तो लाग्यो अनि लोड सेडिङ हुन्छ अरे क्या अब अहिलेको टर्म त्यस्तो के टर्म थियो नि त है त्यही त लोड सेडिङ हुन थालेर भनेर चाहिँ मैले नि न्युजमा चाहिँ हेरेको थिएँ है कस्तो झ्याउ के त्यही त है हाम्रो देशको लागि चाहिँ कस्तो झ्याउ के यस्तो यस्तो कुरा भइराख्ने है यस्तो कुरा कस्तो लाइक एकदमै युज टु अनि कति सजिलो जस्तो कि हैन अब यहाँ अब सानो कुरा भयो भने कस्तो ठुलो इस्यु हुन्छ नि त हैन कस्तो महत्त्व दिन्छ नि त त्यहाँ चाहिँ अब ठुलो इस्युहरू नै अब कस्तो सानो जस्तो हुन्छ नि फ्याट भइराख्ने जस्तो कि एकदम अनस्टेबल के त्यो स्टेबिलिटी नभएको के गर्नु सक्नुहुन्छ हुन्छ नि आई डोन्ट नो अब लाइक
मेबी कुनै दिन गएर देशमा गएर केही गर्न पाएको थियो भने त दामी हुन्थ्यो होइन अल्टिमेटली अब यु जस्ट डोन्ट नो होइन अब बाबु छ होइन बाबु पनि छ अब पाएको थियो भने त अब मेबी गर्थ्यो पनि होला नेपाल गएर बस्न फ्यु इयर्स हुन्छ नि रमाइलो हुन्थ्यो स्पेसली वेन यु हेभ चोइस हुन्छ नि किन के गर्नु मन लाग्छ त्यो गर्नु पाएको थियो भने त वाइ नट जिन्दगीभर नेपाल बस्ने कि द्याट्स गोना बी अनदर टफ वान टन्न पैसा जिन्दगीभर नेपाल बस्ने टन्न पैसा अस्ट्रेलिया बस्ने ल सिम्पल टन्न पैसा अस्ट्रेलिया टन्नै पैसा छ ल टन्नै पैसा अस्ट्रेलिया बस्ने अफकोर्स टन्न पैसा भएर नेपाल नबस्ने टन्न पैसा भएर नेपाल बस्ने कि टन्न अब कहिले अस्ट्रेलिया आउन नपाउने भने त च्याउ भयो नि त फेरि के हो होइन अब लाइक जिन्दगीभर नेपाल बस्न पाउने अनि कुनै देशै जान नपाउने रे के अनि के भन्ने भने नेपालै बस्न पाउने अन्त कुनै देश जान नपाउने पैसा भएर पनि त्यसो भने त ज्याउ भएन कि अनलेस ट्राभल गर्न चाहिँ पाउने नपाउने भइरहेको चाहिँ तपाईँ अस्ट्रेलिया तर म ट्राभलै गर्न नपाउने टन्न पैसा भइदिएको नेपालमा छोडिदिन्छु तर सेकेन्ड अप्सन चाहिँ अस्ट्रेलिया बस्न पाउने पैसा भएर वाट वुड यु चुज सेकेन्ड भइदिएको सेकेन्ड अप्सन चाहिँ अस्ट्रेलिया बस्न पाउने भनेपछि त तिमी नेपाल पनि जानु मलाई जानु पाए जहाँ पनि जानु पाएन त्यो अस्ट्रेलियासँग त त्यो रेस्ट्रिक्सन छैन छ तपाईँ अस्ट्रेलिया बसेपछि अस्ट्रेलिया मात्रै भयो नेपाल नेपाल तर अस्ट्रेलिया गएर बसेर ट्राभल गर्न पाउने कि नपाउने अस्ट्रेलियाभरि त गर्नु पाइहाल्यो नि त्यसो भए त नेपालै बस्थ्यो नि तपाईँ नेपालभरि पनि गर्नु पाएँ मतलब अस्ट्रेलिया बसेर चाहिँ छुट होइन ट्राभल गर्नु नि पाइ जे गर्नु नि पाइ होइन त्यस्तो नेपालमा नपाएपछि अस्ट्रेलिया पनि पाएन त्यो त मैले सोचेको थिएँ नि तपाईँले आफै सोच्नुभएको थियो अनि मैले त्यो सँगसँगै गएको अब त्यस्तो सोचेको थिएँ सुरुमा चाहिँ मैले अनि झन् कम्प्लिकेटेड बनाउँदै गएको सो अब भनेपछि न्यारो डाउन गर्नु पऱ्यो भने टन्न पैसा छ अनि नेपालमा बस्थ्यो कि अस्ट्रेलियामा बस्थ्यो एउटा कन्ट्रीमा मात्रै बस्न पायो चुज गर्नु पऱ्यो थियो भने चाहिँ के गर्थ्यो भने नेपालै गर्थ्यो अफकोर्स होइन अनलिमिटेड पैसा छ अरे के हुन्छ नि होइन मासेर नसिदिने पैसा नै छैन सकियो भने होइन लिटरली तपाईँ बिहान ब्रेकफास्ट खाने बेलामा त्यो टेबलभरि त्यो हुन्छ नि महाराजाहरूले पहिला खान्छ नि यो रोयल हाइनेसहरूले खान्छ नि ब्रेकफास्ट अनि टक्लाएर एउटा यस्तो निकालेर त्यस्तो गरेर कफीसँग कप्प लगाएर यस्तो पैसा ब्रेकफास्ट गर्ने पैसा छ अरे क्या तपाईँसँग म त त्यस्तो पैसा भइरहेको थियो दाइ म त जहिले पनि मनाङतिर बसिरहेको थिएँ साँच्ची भनेको सब मनाङ होइन सब मनाङलाई अर्कै पाराले टेक केयर गरेर आफू चाहिँ टक्क लगाएर मनाङमा मस्त चिल भनेर बस्ने टक्क बिहान पनि चट्ट बस्नु होइन चट्ट लेकमा बस्ने युकिलिली बजाउने होइन टेन्सनै छैन होइन के गर्ने भने योगा किताब पढ्ने होइन लाइक ध्यान गर्ने हुन्छ नि स्ट्रेचिङहरू गर्ने वकमा जाने बाबु खै त भन्दाखेरि बुढीले गाडी याद छैन बाबुको आज स्पेनिसको क्लास स्पेनमा छ बाबु रे छोरा ट्राभल हानिरहेछ भने त्यस्तो धनी भयो क्या बुढीले ए सेट होइन तपाईँ मनाङमा छ क्या छोरा स्पेनिस पढ्नलाई स्पेन गइरहेको छ अरे कमेडी इन्सेन है इमेजिन गरेँ होइन एजरा पुरा स्पेनमा बसेर होइन स्पेनिस पढिरहेको छ छोरा होइन आफू चाहिँ मनाङमा चाहिँ लाग्रहेको छ होइन युकेलेली बजाउँदै होइन दामी हुन्थ्यो नि होइन ग्रिन लाइमिङ त्यहाँ स्टार्ट गरेर होइन त्यहाँ बसेर लाइम गरेर हुन्थ्यो र तपाईँहरूसँग हामी त्यहाँ बसेर लाइम गरेर हुन्थ्यो होला मान्छे जेलस भएर हुन्थ्यो के छ जिन्दगी है हो होइन